श्री गणेशाय नमो नमः। श्री गणेशाय नमः। गद्दीमा श्रीरामको खराउ राखी भरतले 14 वर्ष शासन चलाउनु भयो भन्ने मार्मिक रामायण कथा। यो कथा पुरा सुन्नुभयो भने प्रभु श्रीरामप्रतिको आस्था र विश्वासमाथि विकास हुनेछ। दाजु श्रीरामको खोजीमा भरत घना जङ्गलमा जानुभएको थियो। भरतले श्रीरामलाई वाल्मीकि आश्रममा भेटाउनु भयो। भरतलाई भेटेर रामले पिता श्रीको सन्चो बिसन्चोको अवस्थाबारे सोध्दा पिताजीको मृत्यु भयो भने श्रीरामले सुन्नुभयो। राम भगवानले त्यो सुनेर शोक गर्नुभयो। पिताश्रीको मृत्यु सुनि श्रीराम गङ्गाको तटमा जानुभयो। स्नान गर्नुभयो। पितालाई तिलाञ्जली दिनुभयो। वनको फलफुलबाट पिण्ड बनाई पिताले पाउन् भनी दान दिनुभयो। त्यस दिन राम, सीता, लक्ष्मण उपवास बस्नुभयो। फेरि साँझपख गङ्गाको तीरमा गई उहाँले स्नान गर्नुभयो। राम भगवानले पनि आफ्नो प्रियजन बित्दा शोक गर्नुभयो, तर्पण दिनुभयो, पुण्यदान गर्नुभयो। यो उदाहरणबाट हामी के सिक्न सक्छौँ? स्वयं भगवान श्रीरामले पनि यस संसारको नियमलाई पालन गर्नुभयो। श्रीराम नै नारायण हुनुहुन्छ, तर पनि उहाँले स्नान गर्नुभयो, उपवास बस्नुभयो, पिताले पाउन् भनी पिण्डदान दिनुभयो। आफूसँग जे छ त्यहीबाट पुण्यदान गर्नुभयो। हामीले गुमाइसकेको आफ्नो प्रियजनहरूलाई मृत्युपछि दिएको पुण्यदानहरू मरेर गएका आफन्तजनहरूले पाउनेछन्। हामीले बितिसकेको मातापिताको तिथि श्राद्ध गर्दा पितृहरूले प्राप्त गर्नेछन् भन्ने नै यो श्रीरामले दिनुभयो। यो प्रमाण भगवान श्रीरामको उदाहरणबाट प्रष्ट हुन सक्छौँ। अब फेरि भरतजी र रामको वार्तालापमा के कुरा भयो यो विषय पनि चर्चामा सुन्नेछौँ। भरतले रामलाई बिन्ती गर्नुभयो, जाउँ दाजु अयोध्यामा। हजुरलाई म लिन आएको हुँ। हजुर वनमा बस्दा मलाई मनमा अति ताप हुन्छ। हजुरको म त एउटा दास हुँ। यो राज्य गर्न म योग्य छैन। यो गद्दी तपाईको हो। हे दाजु, मैले तपाईको सेवा गर्नु मेरो दायित्व हो भनेर भरतजीले भन्नुहुन्छ। भरतजी भन्नुहुन्छ, पिताश्रीको निधनले प्रजाहरू विचलित छन्। यो बेला वनमा बस्नु उचित होइन। जाउँ अयोध्या, फर्कौँ घरमा भनेर भरतजी बिन्ती गर्दै आँखाभरि आँसु पारी रामको चरणमा परी रुनुभयो। श्रीराम भन्नुहुन्छ, हे भाइ भरत, तिमी किन जिद्दी गर्छौ? म घर फर्कन मिल्दैन। म यी सबै काम सकेर म फर्कनेछु। भरत, तिमी जाऊ अयोध्या। अयोध्यामा गई राज्यको काम चलाऊ। पिताश्रीको आज्ञा छ। रामले वनमा गई मुनिवेश तर्नु, भरतले यहाँ बसी राज्य गर्नु भन्ने पिताको वचन पूरा गर्नु मेरो धर्म हो भाइ भनेर श्रीरामले भरतलाई भन्नुहुन्छ। भरतजी आफ्नो पिताप्रति मन दुखाउँदै भन्नुहुन्छ, हे नाथ, पिता त मतिहीन हुनुभयो। स्त्रीको साह्रै बसमा पर्नुभयो। पिताजीले भन्नु भएको थियो भन्दैमा राज्य नै छाड्नु त असल हुँदैन दाजु। जाउँ फर्कनुहोस् भने भरतले जिद्दी गर्नुभयो। श्रीरामले भरतलाई सम्झाउँदै भन्नुहुन्छ, हे भाइ, तिमी अयोध्या फर्क। पिताजीलाई पनि केही दोष नदेऊ। पिताजी सत्यवादी हुनुहुन्थ्यो। त्यसैले यो आज्ञा
दिनुभएको हो। 14 वर्षको वनवास पूर्ण गर्न जान्छु म वनमा, तिमी फर्क भाइ भनी भरतलाई हुकुम गर्नुभयो। प्रभु श्रीरामको हुकुम सुनि भरतजी रामको चरणमा पर्नुहुन्छ र भन्नुहुन्छ, हे दाजु, तपाईँ बिना म कसरी बस्नु? तपाईँ बाहेक म एकछिन पनि बस्न सक्दिनँ। मलाई ताप हुन्छ, बरु मलाई राज्य गर्नु छैन। तपाईलाई नली फर्किन्न, म त तपाईसँगै जान्छु बरु वनमा भनी रामलाई भरतजी बिन्ती गर्नुहुन्छ। श्रीरामले भाइप्रति दयालु मन बनाउनुभयो र भाइलाई सम्झाइ बुझाइ गरिदिनुहोस् भनी वशिष्ठ गुरुलाई आज्ञा दिनुभयो। वशिष्ठ गुरुले भरतलाई एक्लै राखी सम्झाउनुभयो। भरतजीलाई वशिष्ठ गुरुले भन्नुभयो, हे भरतजी, म तपाईँलाई कुरा खोलेर म भन्छु। श्रीराम रघुपति साक्षात् जगन्नाथ त्रिभुवनको अधिपति, उहाँले मानिस र देवताको भार हर्नु रघुपति अहिले वनमा जानु पर्छ। भूमिको भार राक्षस रावणलाई मारी फर्कनु पर्ने छ भनी वशिष्ठ गुरुले भरतलाई सम्झाइ बुझाइ गर्नुहुन्छ। भरतजी रामको नजिकै जानुभयो र यी सबै कुरा वशिष्ठ गुरुबाट सुनिसकेपछि वशिष्ठ गुरुको सबै सम्झाइ बुझाइ गर्नुभएको कुरा बुझेर अनि भरतजीले आफ्नो सबै कार्य सम्हाल्नको लागि रामको नजिकै जानुभयो र रामलाई भन्नुभयो, मैले सबै कुरा बुझेँ। म जान्छु अयोध्यामा। तपाईँ नफर्किन्जेलको लागि तपाईँको एकजोड जुत्ता अर्थात् खराउ दिनुहोस्। म पूजा गर्छु, तपाईँको सिंहासनमा राख्नेछु, तपाईँको राज्य तपाईँ नआइन्जेल म सम्हाल्नेछु भनी भरतजीले बिन्ती गर्नुभयो। भरतजीले श्रीरामको खराउलाई सिंहासनमा राखी, गद्दीमा राखी, उहाँले श्रीराम नफर्किन्जेलको लागि 14 वर्षसम्मको लागि उहाँले शासन चलाउनुभयो। प्रभु श्रीराम प्रतिको उहाँले आफू प्रभु श्रीराम हुनुहुन्न, त्यसपछि म आफै यहाँको राजा बन्छु भनेर उहाँले कहिले भन्नु भएन र गर्नु पनि भएन। आफ्नो दाजुप्रति उहाँ सत्यनिष्ठावान रहनुभयो। त्यसकारण अनि उहाँ प्रभु श्रीरामले रावणलाई मार्नुभयो, राक्षसहरूलाई मार्नुभयो। त्यसपछि सम्पूर्ण राक्षसहरूसँग युद्ध गरी मारिसकेपछि 14 वर्ष वनवास पुरा भयो। त्यसपछि प्रभु श्रीराम अयोध्या फर्कनुभयो र भरतले प्रभु श्रीरामलाई अनि राज्य शासन उहाँलाई नै जिम्मा दिनुभयो। यो मार्मिक रामायण कथाबाट हामी के सिक्न सक्छौँ? यसबाट हामी सिक्न सक्छौँ भरतजीले प्रभु श्रीराम प्रति गर्नुभएको निष्ठावान अनि उहाँको खराउलाई राखी, सिंहासनमा राखी, गद्दीमा राखी अनि शासन गर्नुभएको विवरण रामायण कथाबाट हामीले सुन्न सक्यौँ। जय श्रीराम, जय जय हनुमान।